सबैलाई आज धेरै धेरै नमस्कार र नयाँ सालको हार्दिक शुभकामना छ सबैलाई। र हाम्रो आज दलमा दाजुभाइसँगबाट पिकनिक गइरहेको छौँ हामीहरू। यहाँनिर अजित यहाँ छ र साथमा दाउराहरू सब रेडी छ, दाउराहरू पनि रेडी छ, बाइकहरू स्कुटीहरू साथमा जाँदैछौँ। र नयाँ सालको उपलक्ष्यमा नयाँ नयाँ अब केही खानु ओर्नु पर्ने हो कि के हो। यहाँ हाम्रो भाइहरू छ हो, सनम भाइ यता, सनम भाइ फेरि 1 र 2 छ है। सनम भाइ यता पनि पार्ट 1 पार्ट 2 भयो। बस्नेत भाइ सनम भाइ यहाँ सब तयारी छ। रमेश यहाँ छ हामीहरूको। भाँडाकुँडाहरू एकदम रेडी छ यहाँनिर, भाँडाकुँडा सब रेडी छ जानुको लागि रेडी। बाल्टीहरू सब रेडी छ, भाँडाहरू, सागसब्जीहरू पनि हाम्रो यहाँनिर रेडी छ सब्जीहरू। अनि यहाँनिर चाहिँ हाम्रो अब चिल्ली चिकनको लागि, यहाँ चिल्ली चिकनको लागि सबजना तयार, एकदम तयार। अब आउँदैछ अझै यहाँ हाम्रो गौतम यहाँ आज पुरा तयारीको साथमा त्यस्तो भन्नु हुँदैन। आज नयाँ सालमा एकदम तयारी भएर खुकुरीहरू एकदम गोल्डन कलरको हाम्रो यहाँ नेपालीको सान खुकुरी हो। के भन्ने नयाँ सालको लागि जसले पनि हाम्रो यो हेर्नुहुँदैछ न, सबैजनालाई मेरो नयाँ सालको धेरै धेरै शुभकामना। अब यो साल जस्तो सक्यो बित्दै पनि आउने साल चाहिँ सबैजनाको राम्रोसँगले बितोस्, यही छ मेरो सबजनालाई शुभकामना। यति नै भन्दै मेरो चाहिँ वक्तव्य यतिमै सक्दैछु। अजित काबे तोय कोन सबैजनालाई मेरो तर्फबाट नयाँ सालमा सबैजना खुसी रहनु, हाँसी खेली बस्नु। ल दाजुभाइसँगको मेरो तर्फबाट नयाँ सालको धेरै शुभकामना छ सबैलाई। आउँदो सालमा राम्रो बितोस्, सबैको एउटा परिवार सन्तानदेखि सबै राम्रो होस्। सब एकदम रेडी, चटाईहरू बोराहरू सब रेडी गरेर तयार छ। ल यता हामीहरूको नयाँ गाडी पनि आएको छ पिकनिक जानुको लागि, सँगको लागि। नया साल का मोर बटले सबके एकदमै बहुत बग्र शुभकामना। सब संग मन के और सब दोस्त मन के एकदम हैप्पीनेस हो के नया साल का फर्स्ट दिन फर्स्ट तारीख मैंने खुल के जीवा। पैसा तो क्या है सब भी कमाएं, लेकिन खुल के जीवा और क्या कहना एगो शंकर साथ में चलबा तो बहुत ही अच्छा हुई। हाँ, तो बस मैं इतना ही कहना चाहूँ ना, हैप्पी न्यू ईयर और नया साल के सबके बहुत बग्रा शुभकामना। र आज यसरी हामीहरू साथमा जाँदैछु, सँगको केटाहरू मेम्बरहरू सबैजना हेर्न सक्नुहुन्छ। गौतम, सुशील यहाँनिर चाहिँ दाउराहरू हालेर भाँडाहरू हालेर सब सामानहरू हालेर चाहिँ तयारीमा हामीहरू जाँदैछौँ। र उता तपाईँहरूको कस्तो हुँदैछ र कमेन्ट गरेर बताउनु। हामीहरूको चाहिँ अब यसरी हामीहरू जाँदैछौँ र सबैलाई नयाँ सालको हार्दिक शुभकामना र मङ्गलमय होस् आज तपाईँहरूको दिन पनि। धन्यवाद। महिना जोडा खलालला बगेको पानी, माथि पुल, पानी चाहिँ यसरी बगिरहेको छ मजाको सङ्लो पानी। र यहाँ चाहिँ पुल रहेछ। यो चाहिँ सानो भाइ कहाँ हो सर्टकट? यहाँबाट कता कता जान्छ यो पुलबाट चाहिँ? यो बाटो होइन? पानी पनि कस्तो सङ्लो एकदम राम्रो बगेको पानी। हामीहरूको डुवर्समा चाहिँ के को कमी छैन, तर बाहिर निस्किनु पर्यो, हेर्नु पर्यो, अनि मात्रै थाहा हुन्छ कि कहाँ कहाँ के छ भनेर। हामीहरू चाहिँ आज मुकुमबाडी जान्छ अरे। यो बाटो चाहिँ भाइले भन्दैछ, विशाल भाइले।
यहाँनिर मासु रेडी भइसकिसक्यो यो चाहिँ सुँगुरको मासु त्यहाँदेखिको यहाँ रेडी हुँदैछ अझै यहाँ यता सेकुवा फ्राईहरू यहाँनिर यहाँ फ्राई हुँदैछ हामीहरूको है सेकुवा सबै तयारीमा एकदम सब तयारीमा तयारी सब हुँदैछ यहाँ सबजना हो सब केटाहरू एकदम तयारीमा छ हुँदैछ रेडी 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 हाम्रो विशाल भाइले चाहिँ कफी आज बेसी पिएको रहेछ है रेस्ट गरेको अरे रेस्ट गरेको अरे आज यहाँनिर इन्जोय हुँदैछ हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे यो भन्दा त एउटा चरा मरिसक्थ्यो होला ताक्दा ताक्दा ह्याप्पी न्यू इयर